नमस्ते। नेपालकै सबैभन्दा ठूलो धागो कारखाना रिलायन्स स्पिनिङ मिल्स पहिलो पटक सर्वसाधारणका लागि आइपिओ लिएर आउँदैछ। अब प्रश्न उठ्छ, यसमा लगानी गर्नु कति बुद्धिमानी होला? आउनुहोस्, आज हामी यो कम्पनीको भित्री तहसम्म पुगेर यसका सबल पक्ष, जोखिम र भविष्यका सम्भावनाहरूलाई एक-एक गरी केलाएर हेरौँ। हो, हाम्रो आजको सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै यही हो। देशकै सबभन्दा ठूलो स्पिनिङ मिलमा लगानी गर्ने यो अवसर साँच्चै कतिको फाइदाजनक छ त? यो निर्णयमा पुग्नुभन्दा पहिले कम्पनीको जग कस्तो छ, अहिले कहाँ उभिएको छ र भविष्यमा कहाँ पुग्ने लक्ष्य राखेको छ, यी सबै कुरा राम्ररी बुझ्न जरुरी छ। आजको हाम्रो विश्लेषणको बाटो एकदमै स्पष्ट छ। हामी सुरुमा कम्पनीको परिचयबाट थाल्नेछौँ, त्यसपछि यसका बलिया पक्षहरू र जोखिमहरूलाई हेर्नेछौँ, अनि भविष्यका अवसरहरू केलाएर अन्त्यमा लगानीकर्ताले ध्यान दिनै पर्ने मुख्य कुराहरू के हुन् त्यसमा केन्द्रित हुनेछौँ। ल, त्यसोभए पहिलो खण्डबाटै सुरु गरौँ। रिलायन्स स्पिनिङ मिल्सको परिचय। आखिर यो कम्पनी के हो र यसको आकार कत्रो छ? रिलायन्स स्पिनिङ मिल्स, छोटकरीमा RSML को कुरा गर्दा यो सन् 1994 मा स्थापना भएको हो। र यो कुनै सामान्य कम्पनी होइन, यो त नेपालको धागो उत्पादन क्षेत्रमा एउटा पर्याय नै बनिसकेको छ। देशकै सबैभन्दा ठूलो मिल हो यो, जसले कपास, पोलिएस्टर, विस्कोस जस्ता अनेक थरी धागो बनाएर नेपालमा मात्र होइन, विदेशमा पनि आफ्नो छुट्टै पहिचान बनाएको छ। अब लागौँ दोस्रो खण्डतिर, जहाँ हामी कम्पनीलाई बलियो बनाउने मुख्य आधारहरू अर्थात् यसका सबल पक्षहरूको बारेमा कुरा गर्नेछौँ। 30 वर्षभन्दा लामो अनुभव। उत्पादनमूलक उद्योगमा यति लामो समयसम्म बजारमा टिकिरहनु आफैमा एउटा ठूलो उपलब्धि हो। यसले के देखाउँछ भने कम्पनीसँग बजारको गहिरो बुझाइ छ, स्थिरता छ र एउटा विश्वसनीयता पनि छ। अनि कम्पनीले पैसा कमाउने मुख्य स्रोत के हो त? यहाँ हेर्नुस् त, झन्डै 78% आम्दानी त निर्यातबाट आउँदो रहेछ। खास गरी भारत र टर्की यसका प्रमुख बजार हुन्। यसको मतलब कम्पनी घरेलु बजारमा मात्रै सीमित छैन, यसको पहुँच अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको छ। अब कम्पनीको क्रेडिट रेटिङको कुरा गरौँ। यसले केयर NPA- रेटिङ पाएको छ, जसको अर्थ हो आफ्नो वित्तीय दायित्व पूरा गर्न कम्पनी सक्षम छ। तर यहाँ एउटा ध्यान दिनुपर्ने कुरा के छ भने हालको प्रदर्शनका कारण यसलाई क्रेडिट वाचमा राखिएको छ। सरल भाषामा भन्नुपर्दा रेटिङ एजेन्सीले एकछिन पर्खर हेर को अवस्थामा राखेर कम्पनीलाई नजिकबाट निहालिरहेको छ। कुनै पनि लगानीको राम्रो पक्ष मात्रै हेरेर हुँदैन, त्यसका जोखिमहरू बुझ्नु झनै जरुरी हुन्छ। ल, अब तेस्रो खण्डमा कम्पनीले सामना गरिरहेका चुनौती र कमजोरीहरू के छन् त्यसबारे चर्चा गरौँ। के रेटिङ्स नेपालको यो भनाइले एउटा गम्भीर सङ्केत गर्छ। उनीहरू भन्छन्, आर्थिक वर्ष 24 मा ऋण बढ्नु र नाफा घट्नुले कम्पनीको ऋण तिर्न सक्ने क्षमतामा उल्लेख्य गिरावट आएको छ। यसको सोझो अर्थ हो गएको वर्ष कम्पनी निकै ठूलो वित्तीय दबावमा थियो। तर यहाँनिर कथाले एउटा रमाइलो मोड लिन्छ। त्यो चुनौतीपछि कम्पनीले जसरी पुनरागमन गर्यो नि, त्यो साँच्चै जबरजस्त छ। हेर्नुस् त, आर्थिक वर्ष 80-81 मा नाफा जम्मा 5 करोड रुपियाँमा झरेको थियो। तर त्यसको ठिक अर्को वर्ष अर्थात् 81-82 मा यो नाफा बढेर 47 करोडभन्दा माथि पुग्यो। सोच्नुहोस् त, एकै वर्षमा झन्डै 9 गुणाको वृद्धि। यो कमब्याकले त जो कोही लगानीकर्ताको ध्यान तान्छ नै। अच्छा, कम्पनीको पुँजी संरचना चाहिँ कस्तो छ त? यो तथ्याङ्कले देखाउँछ कि कम्पनीको कुल ऋण जुन करिब 4.5 अर्ब छ, त्योभन्दा कुल इक्विटी जुन करिब 7.5 अर्ब छ, निकै बढी छ। यसको मतलब कम्पनी बाहिरी ऋणमा भन्दा आफ्नै पुँजीमा बढी भर परेको छ, जुन वित्तीय स्थायित्वका लागि एउटा धेरै राम्रो सङ्केत हो। तर अरू केही जोखिमहरू पनि छन् जसलाई हामीले बिर्सन मिल्दैन। जस्तै कच्चा पदार्थको मूल्य अस्थिर कच्चा तेलको मूल्यसँग जोडिएको छ। नेपाल विद्युत प्राधिकरणसँग बिजुलीको महसुलबारे चलिरहेको विवाद अझै टुङ्गिएको छैन। विश्व बजारमा प्रतिस्पर्धा एकदमै कडा छ र कम्पनीले विगतमा मन फुकाएर लाभांश बाँडेको इतिहास छ, जसले भविष्यको पुँजीमा असर पार्न सक्छ। जोखिमहरूसँगै अवसरहरू पनि आउँछन्। अब चौथो खण्डमा हामी कम्पनीको भविष्यको बाटो, आइपिओको खास उद्देश्य र अन्य रणनीतिक योजनाहरूमा ध्यान दिनेछौँ। त्यसो भए आइपिओबाट उठाएको पैसा कम्पनीले के गर्छ त? योजना एकदमै स्पष्ट र रणनीतिक देखिन्छ। पहिलो, ऋण तिरेर आफ्नो काँधको भार हलुका गर्ने। दोस्रो, यसले कम्पनीको वित्तीय जगलाई अझ बलियो बनाउँछ।
र तेस्रो, भविष्यमा व्यापार विस्तार गर्नका लागि नयाँ ढोकाहरू खोल्छ। यो एउटा यस्तो पाटो हो जहाँ अवसर र चुनौती एकै ठाउँमा उभिएका छन्। एकातिर कम्पनीले सौर्य ऊर्जामा ठूलो लगानी गरेको छ, जसले बिजुलीको लागत घटाएर वार्षिक 10 करोडसम्म बचाउन सक्छ। तर अर्कोतिर विद्युत प्राधिकरणसँगको त्यो वर्षौं पुरानो विवादले एउटा अनिश्चित वित्तीय दायित्वको तरबार झुन्ड्याइरहेको छ, जसको समाधान कहिले र कसरी हुन्छ त्यो अझै स्पष्ट छैन। ल, अब हामी अन्तिम खण्डमा आइपुगेका छौं। यति धेरै कुराको विश्लेषण गरिसकेपछि लगानीकर्ताले बुझ्नै पर्ने मुख्य निचोडहरू के हुन् त? आउनुहोस् त्यसलाई सारमा हेरौँ। निचोडमा भन्नुपर्दा रिलायन्स स्पिनिङ मिल्स बजारको एउटा स्थापित खेलाडी हो, जसको निर्यातमा बलियो पकड छ। 1 वर्षको खराब प्रदर्शनपछि कम्पनीले शक्तिशाली पुनरागमन गरेको हामीले देख्यौं। आइपिओको मुख्य उद्देश्य नै ऋण घटाएर कम्पनीलाई आर्थिक रूपमा थप बलियो बनाउनु हो। तर कच्चा पदार्थको मूल्यको उतार-चढाव र विद्युत प्राधिकरणसँगको विवाद जस्ता जोखिमलाई भने नजरअन्दाज गर्न बिल्कुलै मिल्दैन। ल, हामीले कम्पनीको सबल पक्ष, जोखिम र भविष्यको बाटो सबै कुरा हेर्यौं। अब यो सबै विश्लेषणपछि एउटा ठूलो प्रश्न हाम्रो अगाडि छ। के रिलायन्स स्पिनिङ मिल्सको आइपिओमा लगानी गर्नु ठिक होला? यो निर्णयको अन्तिम जवाफ त हरेक लगानीकर्ताले आफ्नै विश्लेषण र जोखिम वहन गर्ने क्षमताको आधारमा निकाल्नुपर्छ।